साथीहरू आज मेरो हस्बेन्डले चाहिँ के पकाउँदैछ हजुरलाई देखाउँदैछु ल। एकदम यहाँ एकदम सेफ मास्टर सेफ बनिँदै हुँदैछ। देखाउँदैछ के बनाउँदैछ। चिली चिकन। ए यहाँ हेर्नुहोस् त चिकन बनाउन एकदम रेडी। यहाँ हेर्नुहोस् न मान्छे एकदम ध्यानले बनाउँदै हुनुहुन्छ। कसैको हेल्प नलिकन खाना बनाउँदै हुनुहुन्छ है मेरो हस्बेन्डले चाहिँ। पकाउन सौखिन हुनुहुन्छ मेरो हस्बेन्ड। मलाई चाहिँ एकदम मजा छ। जो सकिन हुन्छ खानामा, जो चटौरा हुन्छ त्यसले त खाना पकाउनै पर्छ। र उसको चाहिँ नि यो चाहिँ बहुत ही टेस्टी खाना खोज्छ कि यसले चाहिँ त्यही भएर आफै घुस्नुहुन्छ। मलाई चाहिँ बहुत मजा छ, पकाउनै पर्दैन नि हो। यहाँहरू त यस्तो हस्बेन्ड भएपछि अब के चाहियो भन्नुहोस् त। मास्टर सेफ भन्दा कम हुनुहुन्न नि मेरो हस्बेन्ड। बहुत टेस्टी टेस्टी खाना बनाउँछ। हर मन लाग्यो भने चाहिँ मेरो हस्बेन्डलाई भने हुन्छ। अब हेर्नु है म यस्तो हेल्दी हुँदैछु कारण उसको कारणले म हेल्दी भएको है धेरै। अब मिठो मिठो पकाएर खुवाइराख्नु चाहिँ त मान्छे हेल्दी हुनै पर्यो होइन। अब खाम लागिहाल्छ टेस्टी खाना देखेपछि। अब खाइ हेल्दी नै हुनु पर्यो नि साथी हो, के भन्नु। यहाँ हेर्नुहोस् त कस्तो मलाई पकाइराख्नु भन्छ, कस्तो ध्यानले बनाउँदै हुनुहुन्छ। यदि त म पनि ध्यानले बनाउँदिनँ होला, यति ध्यानले बनाउनुहुन्छ नि खाना।